मेरो मोबाइल के भएको क्यामेरा हजुर खाली छ ल काट्दिउँ त ल काट्दिउँ ल आऊ पार्यो सिधै जाने क्या हामी सिधै होइन यो फुटपाथ सिधै सिधै क्या सिधै ल हामी चाहिँ विन्टर फलतर्फ लाग्दैछौँ है अब अलिकति वाक गर्नुपर्छ लगभग कति 2 किलोमिटर 25 मिनटमा सकाउँछ हामीले म चाहिँ भारी बोक्ने मान्छे भएको छु क्या म चाहिँ होइन हामी चाहिँ भारी बोक्ने मान्छे हो है अरूलाई हेर्नुहोस् भारी नबोकी आनन्द हाम्रो लेफ्ट राइट मम्मी गाई चाहिँ हामी विन्टर फलको लागि हिँड्दैछौँ अब यहाँबाट हामी चाहिँ 10 किलोमिटर हिँडिसक्यौँ को छ हामीसँग पछाडि देखिया चाहिँ छैन थाहा छैन मलाई चाहिँ क्यामेरामा म चाहिँ देखिया होला हाम्रो मम्मी उता हेर्नु लेफ्ट राइट गर्दै हिँड्नु ह बहिनी आज काम थिएन तिम्रो गाइजहरू मलाई ह्यान्डसम देख्यो होला है हेरिदिनु हो अब हामी फल काउट पोइन्ट जाँदैछौँ बहिनी अलाउड छैन रे बाटोमा अब हामी जाँदैछौँ है अब एउटा राम्रो सिन देखाउँछ है सबैलाई सुन्नु मन भयो हट्नु बिचबाट यहाँबाट कति राम्रो ठाउँ छ तपाईँहरू कालो आउनुभयो होला है भयो त्यसलाई सरी अब आउँदैछ एउटा बबाल ठाउँ आज खाली छ त किन हेर्नु न अगाडि के हो यो अगाडिमा डाफे होइन होला फाइनल्ली हामी मान्छेहरू छन् भए हुन्छ ल हामी फाइनल्ली चाहिँ एउटा उमा पुगिसक्यो लुकआउट पोइन्टमा ल फाइनल्ली पुग्यो कस्तो देख्नुभयो त एकदम ठिक छ अर्कै संसारमा आएको त्यहाँ अर्को टोली उता हुनुहुन्छ मनमा यसो ब्याग स्याग खोलाउँ होइन बाबा ल हेर्नुहोस् यस्तो छ ल अब हामी कहाँ जाने हो थाहा छ बा हामी त्यही बाटो जाने अहिले त्यही ढुङ्गा जाने तल तलै तल खाने बिचबाट हिँड्ने क्या बिच बाटो छ जस्तो त्यहाँ कता छ थाहा छैन त्यत्रो पहाडको मुनि मुनि जाँदैछ मुनि होइन बिच जाने क्या मान्छेहरू देखिन्थ्यो यहाँबाट खै त्यहाँ रहेछ बाटो त्यहाँ छ मान्छेहरू त्यही बाटो हुँदै जाने क्या अब चाहिँ हामी तल झर्नतिर लागिसक्यौँ अब करिब यहाँबाट 200 स्टेप तल भने चाहिँ आधी घन्टा लाग्छ है बाबा थके लागेन बाबालाई त्यहाँ सानोहरू दुईजना अलि ढिलो छन् मम्मी कस्तो भइरह त
बसमा छैन यो मन। बाबाहरू चाहिँ अलिक पछाडि हुनुहुन्छ बाबाहरू बहिनी है। ल हाम्रो टोलीहरू खै त फलो गर्नु है मलाई टोलीहरू। माउन्टेन नेसनल पार्क मम्मी खै त माउन्टेन नेसनल पार्क मम्मी उता खै मम्मी के भयो नहेरा होला तिनीहरू। ल है त अब हाम्रो चाहिँ यहाँ चिप्स चाहिँ भट्टाभट सकाएर बहिनीले र कृतिकाले हामीलाई दिँदा नि दिँदैन। मेरो वेट घट्छ होला बा यसरी डेली हिँड्यो भने। घट्दै घट्दैन। मुस्लिमहरू हजुर गयो त के गर्नु लगाउन पनि लग्यो। गाई चाहिँ फाइनल्ली हामी चाहिँ खाडोरालोमा आयौँ। बिस्तारै जानुपर्छ। हामी चाहिँ एकदम स्टेप एकदम केयरफुल्ली जानु होला। जानु तपाईँहरू म खिचिदिन्छु पछाडिबाट। जानु स्पिड हिँड्नु होला। दामी छ डाउन दामी छ दामी छ दामी छ। यस्तो डेन्जर ठाउँ छ है गाइज। हामी चाहिँ अब आधी बाटो त आइपुग्यौँ होला। यस्तो छ एकदम सुन्दर दृश्य देखिन सक्छ है यहाँबाट। हेर्नुहोस् सबैजनाले। जाउँ जाउँ जाउँ। आज किन यस्तो हाइट देखेको यार यहाँबाट कालो चस्मा कस्तो हाइट देख्छ हेर्नुहोस्। हामी चाहिँ अहिले वेन्टवर्थ फलतर्फ लागिरहेको छौँ। त्यतिका जाउँ जाउँ फोटो खिचाएँ होइन मैले भिडियो खिचेँ है। त्यस्तो छ है के हो। होइन जाउँ मेरो मोबाइल होइन नि त त्यही भएर मैले के गरेको छैन। केही छैन भिडियो पनि त चाहियो नि खल्लो। बाटो एकदम डेन्जर छ है। क्यामेराम्यानले चाहिँ अलिक रिस्क उठाउनै पर्छ राम्रो भिडियो निकाल्नलाई है। क्यामेराम्यानले चाहिँ अलिक रिस्क लिनै परेको झर्नुपर्छ। किनभने क्यामेराम्यान चाहिँ नेभर डाइज रे क्या। खतरै हुन्छ क्यामेराम्यानहरू। सबै हाम्रो टोलीहरू अगाडि छन् सबै रेलगाडी बनाएर। कति लामो हो ठाडै रहेछ ओह्रालो अझ। एकदम डेन्जर छ गाई चाहिँ। एकदम स्टेप लिन पनि डर लागिरह। फेरि एउटा हातमा झोला पनि छ क्या। एउटा हातमा झोला एउटा हातमा मोबाइल समातेकै छैन मैले त।
सबैभन्दा म त चिप्लिन्न जुत्ता चिप्लिन्छ हजुर त छैन मेरो जुत्ता चिप्लिन्न है त अर्को एडिडासको कालो चाहिँ चिप्लिँदो खासै चिप्लिन्न जुत्ता त धेरै लामो आयो के भयो बिस्तारै बिस्तारै मलाई त रिङ्गटा लाग्यो त्यस्तो ठाडो त थियो जस्तो लाग्दैन थियो साह्रै थियो कि हाम्रो अस्ति अहिले त बुढा भएको पर्दा बुढा आयो फाइनल्ली ल होइन रिङ्गाटो लागेन त्यो चाहिँ हाम्रो सेकेन्ड पार्ट हो है यहाँ चाहिँ पानी छैन गाई चाहिँ यहाँ चाहिँ अलिक चिप्लो थियो यहाँ चाहिँ अब धुलो चिप्लो त छैन तर लड्न चाहिँ लडिन्छ एकदम होस पुऱ्याउनु पर्छ नेपालमा यसको डबल त्रिपल ठुलो हुन्छ अनि धेरै सानो हो नि यहाँ जहाँ अब कति छ र हाइट 900 छ क्या सी लेभलबाट हाम्रो काठमाडौँ छ योभन्दा हाइट त हाइट हो कि क्या हो होला सायद हाम्रो मम्मी चाहिँ जहिले टिकटक भनेर ढिला हुनुहुन्छ है हाम्रो गफले नानी चाहिँ यहाँ छ गफले नानी यता हेर न यता हाई भन्छ न ल ट्याक्कै उल्टो गर्छ देखिहाल्नु भयो जे भने पनि बनाइदो त पनि भारी बोक्न एकदम गाह्रो गाई छ तलसम्मै भारी बोकेर जाने चाहिँ मै हो है किनभने अलिक डह्रो मान्छे हो हामी छोरा मान्छे भएपछि अलिक गर्नुपर्छ भारी चाहिँ बोक्नुपर्छ तर्फ लाग्नु भयो ल लालीगुराँस पनि छ यहाँ ल हामी चाहिँ फाइनल्ली झर्नाको करिब नजिक नै आइसक्यो है फाइनल्ली धेरै नै थके लाग्यो अब हजुरहरूलाई देखाउँछु तल कस्तो छ भनेर है मेरो पछाडि मम्मी कालो चस्मा लगाएर होला मैले भुइँमा केही देखाएँ छैन के हो हेर्नुहोस् अर्को दुईजना यहाँ छ एकदम ढिलो फाइनल्ली वाटरफल अलिअलि देखिसक्नुभयो होला हजुरहरूले वाटरफलको आवाज पनि कति त्यो आवाजमा चाहिँ एउटा छुट्टै नै आनन्द छ है त्यो आवाजले पनि मन शान्त बनाउँछ काम गरेर फर्केको बेलाको थकान मेटाउन चाहिँ यस्तो ठाउँमा चाहिँ आइरहनु पर्छ है हेर्नुहोस् म चाहिँ यहाँ आइसकेँ है गाइस एकदम खुसी छु र मम्मीसँग आउनु पाएको छु र मम्मी पनि एकदम खुसी हुनुहुन्छ त्यो चाहिँ हाम्रो झरना हो फाइनल्ली है यस्तो छ हेर्न सक्नुहुन्छ रमाइलो छ दृश्य बल्ल आनन्द गऱ्यौँ भइरहेको थियो गाइस चाहिँ अब हामी चाहिँ एकछिन बसेर टिकटक्स कार्यक्रम फोटो कार्यक्रम गर्दैछौँ है यो चाहिँ हाम्रो फाइनल्ली तल पनि आइसकेका छौँ है
हेर्न सक्नुहुन्छ हामी एकदम रमाउँदै बसिरहेका छौँ। हामी बहिनीलाई कति रमाइलो लागेको छ पहिला भन न कति रमाइलो लाग्यो? त्यो भिडियोमा आउँछ नि फेरि राम्रोसँग हेरेर भन्ने त। ल यता हेर्नुहोस् कृतिका मम्मी टिकटकमा लागिरहनु भएको छ। सबैजना आए म खिचिदिन्छु क्या। फोटो खिच्ने भन्दा पनि पहिला मेरो ब्लगको लागि चाहिँ एकदम मेहनत गरिरहेको छु म। पानी पनि एकदम सङ्लो सङ्लो छ। म पनि एकदम सङ्लो छु। चस्मा चाहिँ लगाएन। भन न भन बहिनी कहिले पैसा दिउँ ल भन त। ल है त हामी चाहिँ तलको सुन्दर दृश्य हेरेर एकदम मनलाई आनन्द मिलाएर घर फर्किन लाग्दैछौँ त होइन कहाँ घर हो। खाजा खान जाँदैछ अब। अहिले म के खाजा ल्याएको छु सब देखाउँछु। बिहान 5 बजी उठेर मैले बनाएको थिएँ सबलाई मासु के छ मैले बनाएको छु अहिले सब देखाउँछु है। अनि बाबा त्यहाँ हुनुहुन्छ। बाबा सुरु हाम्रो बाबा यहाँ हुनुहुन्छ ल। यो फल्स झरना फेरि इङ्ग्लिस बोल्नु पर्छ भने इङ्ग्लिस बोल्दै है यहाँ झरनामा चाहिँ इन्जोय गरेर हामी फेरि त्यही बाटो पुनः उकालो लाग्दैछौँ। अब अघि ओह्रालोको मजा लियौँ अब उकालोको मजा लिँदैछ। यो पाहाड काटेर बनाएको बाटो उकालोको मजा भन्दा पनि उकालोको के भन्ने भयो सजा सजा। डर त्रास हुन्छ हेरौँ। यो बाटो अलिकति हिँडो छ पाहाडबाट पानी सुनिरहेको छ। बहिनी त पाइला गर्दै हिँड्नु अरे पाइला हो कि के हो? अघि झरेको ठाडो ओह्रालो अब ठाडो उकालोमा परिणत भएको छ है। अघि जाँदा ओह्रालो थियो। एकछिन छोडिदिनु स्पिड जाने मान्छेलाई दिन्छु म त। यही हो हाम्रो दृश्य यहाँको। कस्तो दामी देखेको यहाँ एकजना बस न ल। यहाँ खतरा फोटो आएको छ। यहाँ घामको बिचमा पऱ्यो भने होइन गाई चाहिँ यो चाहिँ एकदम ठाडो उकालो फर्स्ट ठाडो गएर उक्लिन अन्त थके लगाइसक्यो। के भयो त टपेर गइहाल्छ नि। दुईजना हिँड्नु मिल्छ त। यो ठाडो उकालोले मेरो आधी ज्यानै खानी भयो। भारी बोक्नु पर्यो ब्याग 6 किलो। जानु ल हामी चाहिँ अब ठाडो उकालो जाउँ न जानु भयो। सबैजना थकित भएर यस्तो बिस्तारै हिँड्नु भएको छ। मलाई यहाँ खुट्टा चिलाइसक्यो स्पिड हिँड्न नपाएर। आफू फेरि गाउँघरमा डाँडा काँडा खेल्दै हुर्केको बानी भएर होला यस्तो त केही लाग्दैन। मान्छेले बनाएको चाहिँ हो है बा। दिमा यस्तो चाहिँ राम्रै बनाएको नि त बाटो पनि। यस्तो त्यो डेन्जर बनाएन भत्किरहने बाढी आइरहने। यो ठाडो उकालो कटेपछि फेरि सक्यो नि त आनन्दको होइन बा। यो लास्ट हो अब। पुरै काटेर ढुङ्गा बाटो बनाएर ठाडो उकालो पनि यति ठाडो उकालो भयो कि हट। म चाहिँ यहाँ चाहिँ थकित भएर बसिरहेको छु।
बाटो केहरू छ है हल्लासित एकदम थकाइ लाग्यो गाइज हिँड्नु हिँड्नु त्यति लाग्यो अब धेरै हार नमान्नु यो चाहिँ हामी वाटरफलमा आयो है अब माथि उकालो उक्लेपछि सबैलाई मैले एउटा एउटा दिएँ जुस रिफ्रेसमेन्टको लागि सबैको हातमा एउटा एउटा छ बिहान खाँदैछ इनर्जी छैन भन्थ्यो के गर्नु अरे फेरि कार पार्क 20 मिनट भने के हो है रिफ्रेसमेन्ट चाहिँ गर्नुपर्ने रहेछ लाइफमा सातै दिनको कामको हेक्टिक स्केड्युलले गर्दाखेरि चाहिँ एकदम मन होइन मन र दिमाग शान्त थिएन हो त्यही भएर अब अहिले चाहिँ आज चाहिँ लामाङसँग आएर एकदम आनन्द भइरह ल चाहिँ यत्रो धेरै हिँडिसकेपछि चाहिँ धेरै जसो अब हामी 5 जनामा चाहिँ 2 जनाले चाहिँ गुनासो गर्नुभएको छ भोक लाग्यो भनेर नम्बर 1 मा चाहिँ हाम्रो बहिनी हुनुहुन्छ जो एकदम भोक लाग्यो भनेर चाहिँ खाने ठाउँ खोजेर एकदम स्पिडमा लिएर जानुभयो त्यति कहाँ भोक लाग्यो भन्दैछौ मान्छे हुने चाहिँ म जस्तो तगडा हुनुपर्छ है जुन सिचुएसनमा पनि भोक लाग्यो पनि कहिले भोक नलाग्ने चाहिँ भन्नुहुन्छ तर पस्किसकेपछि 2 थाल खानै बाले बोकेर हिँड्नु भयो मासु खान्न भन्छु होइन यिनीहरू मासु हाल्दैन हालेपछि धेरै खाइन्छ क्या नहाल्दै म खानै खान्न अस्ति भाजी मासु पछि 4 पिस खानु पऱ्यो बाध्य भएर अस्ति नखाइकन बस्यो 2 छाकसम्म खाइदियो हाम्रो सबैभन्दा धेरै खाने यहाँ आउनु चाहिँ मम्मी भात याद आउँदै गाइज हामी चाहिँ धेरै तलबाट माथि आइसक्यो है आज अब हामी खाजा खानातिर लागेको छौँ है म चाहिँ यहाँ छु एकदम थकित छु गाइज के गर्नु धेरै हिँड्यो आज धेरै पछि सधैँ काम गर्नुहुन्थ्यो धेरै पछि बाबासँग यसरी आउँदा पनि धेरै रमाइलो हुने रहेछ 2 जना उता खानु खाजा खाने भनेपछि यति चाँडो जान्छ नि उनीहरू हेर्नु है त म जुम गरेर देखाइदिन्छु जुम पनि भएन त त्यहाँ छन् 2 जना जाँदैछन् खाजा खानलाई यति चाँडो गाइज है सचिरा बनायो दुख्यो नि घाउ ठिकै छ राम्रै छ जिन्दगी जिन्दगी भने यस्तै हो कति चाँडो अब म पनि कति 26 लाग्ने भइसक्यो त मेरो नि आधी उमेर त गइसक्यो त बा जान्छु गोरु आधी गएन र आधी चौडाइ 100 वर्ष बाद झन् काले त्यो व्रत हो त के 1/3 त हुनसक्छ खाजा खान जाने अब हामी वासरुम गएर फ्रेस हुने खाजा खाने भनेपछि चाहिँ मम्मीहरू कति चाँडो हिँड्नु है गाई चाहिँ अब हामी चाहिँ फाइनल्ली चटपटे बनाएर खानु लागेको छौँ है एकछिन बाद त्यो भिडियो अफ गर्न कपिराइट लाग्छ फेरि ल फाइनल्ली अब हाम्रो खाना खाने सुरुवात भयो अहिले ट्रेन नै बनाउने बनाउला नि
त्यस्तो छैन बाबु ऊ अलि हग्दियो नि गयो ऊ गर्नु न त्यसलाई खाना हाल्छलाई अलि त्यसले यहाँ पुच्चुक पारिदिएन कि अलि साइडमा ल्याउनु न ठिक ल अब हामी उकालो बाटो सर्र आइसकेपछि अब भोक पनि अलिअलि लागे जस्तो भयो खाना पनि खाएको छैन अहिले दिनको 4 बज्यो लगभग 4 बजेको अवस्था छ त्यसपछि अब बिहान अलिअलि नास्ता गरेर आएको हामी कृतिका नानीले चटपट बनाउँदैछन् चटपटे चाहिँ यहाँ छ है ल यस्तो नमिठो नि चटपट बनाउँदैछन् होइन अब चटपट बनाइसकेपछि अब बाबुलाई त चटपट मन पर्दैन अलिअलि खाइदिने मात्रै हो छुट्टै छ अलिअलि खाने भन्ने तर खाइसकेपछि चाहिँ चना छ हामीभन्दा धेरै खानुहुन्छ खाइसकेपछि अलिक धेरै खाने हो चना छ यहाँ गाई होइन मासु यता पनि छ मेरी अर्धाङ्गिनी टिकटकमा व्यस्त थिइन् यही हो अब आजलाई बनिसकेपछि खाँदै रमाइलो गफ गर्दै रमाइलो गर्दै चाहिँ हामी सिडनी फर्किन्छौँ यो चाहिँ हामी सिडनीबाट लगभग गाडीमा 1.5 घन्टाको बाटो के नेसनल पार्क रे बाबु यो के फल्स छ वेन्टर्स फल वेन्टर्स फल विन्टर फल्स आएको छ धेरै ठुलो रहेछ यो अहिले पानी कम भए पनि ठुलो छ अनि यहाँ पार्कमा बसेर खाजा खाने तर्फरमा छौँ यो पनि फेरि के नेसनल पार्क रहेछ माउन्टेन नेसनल पार्क होइन ब्लू माउन्टेन नेसनल पार्क रहेछ है धेरै रमाइलो सफा आनन्दको छ अरूभन्दा पनि धुलो धुवा भन्ने चाहिँ कति पनि नहुँदो रहेछ अचम्म लाग्यो है देश आइयो भाग्यले भनौँ केले भन्नु डोर्याएर ल्यायो घुम्न पाइयो स्वदेशीहरू चाहिँ बसिरहेछन् यता खाँदैछन् हामी विदेशीहरू यता बसेका छौँ नेपालमा भएको भए हामी स्वदेशी विदेशीहरू थिए फाइनली भुजा धेरै हाले पनि चटपटे हेर्दा नमिठो भए पनि खाँदा चाहिँ मिठो होला जस्तो छ हाम्रो चिया पनि छ है आज चियाको व्यवस्था छ मलाई त अरूभन्दा नि मासुतिर धेरै आँखा गएर मासुतिर चाहिँ आँखा गएर प्लेटमा हाल्यो अनि त्यसैमा चिप्रा हाल्नु भयो हेलो त कृतिका नुन कस्तो छ हेरौँ चाहौँ त गाइज म चाख्न गइरहेको छु है भनिदिन्छु रिभ्यू दिन्छु खाँदाखेरि स्वाद आइरह खाँदाखेरि स्वाद आइरह मिठो 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 छ है हजुरहरू पनि आएर खाइदिनु होला धेरै धेरै धन्यवाद अब हामी कृतिकाले चटपटे सबैलाई भाग लाउँदै छिन् होइन आज म गोरो गोरो देखिएको छु क्या गाई जसरी हेर्नु त मेरो अनुहार गोरो गोरो हान्छौँ भन्दिनँ है सबैले एउटा कोठा खाली छ है त्यो केटी छ भने यो हाम्रो अनुहारमा नि आउनु होला यसो सम्पर्क गर्नु होला बिहे गर्नुलाई हाम्रो अर्को ह्यान्डसम हुनुहुन्छ है ल खाऊ भयो ल भिडियो मलाई तोर बन्द मलाई नहाल्नु बहिनी एकदम खुसी छ है चटपटे भन्ने कति खुसी छ बहिनी कृतिकाको यहाँ छ मम्मी त्यहाँ ऊ आफूले धेरै भयो भनेर त्यहाँ गर्दै हुनुहुन्छ बाबा सुरु गरिसक्नु भयो क्यामेराम्यान चाहिँ जहिले ढिलै हो है खानुलाई अब म यसो रिभ्यू गरिदिन्छु है यसको कस्तो छ भनेर खै रिभ्यू गरिदिन्छु ल खाँदाखेरि स्वाद आइरह एकदम मिठो मिठो छ त्यहाँबाट मिठो मिठोलाई ट्याग गरिदिनु होला ल है त अब चटपटमा मासु हाल्ने कार्यक्रम सुरु हुँदैछ बाबाले चाहिँ एकदम धेरै खानुहुन्छ मासु त्यो धेरै नै छ है म चाहिँ खासै धेरै खाने थोरै हो अर्को मासुको भोगी अहिले भिडियोको अगाडि मात्र भयो भने है गाइज थप्छ अहिले फेरि उसले अर्को कृतिका छ कृतिका मिठो छ मम्मी फिलिजको मासु हो बनाएको चाहिँ घरमा हो एकदम मिठो तरिकाले यो चाहिँ बिहान कृतिकाले 5 बजी उठेर बनायो चना चाहिँ मैले हल्का हेल्प गर्दै थिएँ
बनाउँछ मलाई हेल्प गरेको थियो नि चना चाहिँ कहाँ हाल्नु त चना साइडमा अलिकति हाल्ने भारी खानु यस्तो सुन्दर वातावरणमा बसेर खानाको मजै छुट्टै छ यो भएन ल मैले घरमा खाएको कहाँ हाल्नु ल चना त चना साइडमा हाल्छ न मैले सबै धेरै हुन्छ खायो धेरै हुन्छ जस्तो